उपस्थित सम्पूर्ण साथीहरू, रासोपा परिवार विशाल परिवार भएको छ। यो सँगसँगै नेपाली नागरिकले हामीलाई ठूलो अभिमत दिनुभएको छ। यसको जगेर्ना गर्नु तपाईं हाम्रो कर्तव्य हो। अब संसदको सेसन चले भन्दा बाहेक तपाईहरुको भेट जनतासँग हुनुपर्नेछ। आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर खट्नु होला। तपाईको निर्वाचन क्षेत्रमा कुनै पनि मान्छेले दुःख पायो भने त्यसको सम्पूर्ण जिम्मेवारी तपाईको हुनेछ, किनकि तपाईलाई उसले जिताएर पठाएको हो, आफूले सुख पाउँछु भनेर पठाएको हो। तपाईलाई सुख दिन होइन, तपाईका माध्यमबाट मैले र मेरो परिवारले सुख पाउँछ होला भनेर तपाईलाई भोट दिएर पठाएको। त्यसकारणले ठूला हल या ठूला विदेशी कार्यक्रमहरूको सेमिनारमा होइन, ती गाउँ टोल बस्ती चिया चौतारोहरूमा आफ्ना सांसदहरूलाई देख्न चाहन्छु। उपस्थित सम्पूर्ण साथीहरू, रासोपा परिवार विशाल परिवार भएको छ। यो सँगसँगै नेपाली नागरिकले हामीलाई ठूलो अभिमत दिनुभएको छ। यसको जगेर्ना गर्नु तपाईं हाम्रो कर्तव्य हो। अब संसदको सेसन चले भन्दा बाहेक तपाईहरुको भेट जनतासँग हुनुपर्नेछ। आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर खट्नु होला। तपाईको निर्वाचन क्षेत्रमा कुनै पनि मान्छेले दुःख पायो भने त्यसको सम्पूर्ण जिम्मेवारी तपाईको हुनेछ, किनकि तपाईलाई उसले जिताएर पठाएको हो, आफूले सुख पाउँछु भनेर पठाएको हो। तपाईलाई सुख दिन होइन, तपाईका माध्यमबाट मैले र मेरो परिवारले सुख पाउँछ होला भनेर तपाईलाई भोट दिएर पठाएको। त्यसकारणले ठूला हल या ठूला विदेशी कार्यक्रमहरूको सेमिनारमा होइन, ती गाउँ टोल बस्ती चिया चौतारोहरूमा आफ्ना सांसदहरूलाई देख्न चाहन्छु।